हेर केटा हो अब हामीले सुटिङ गर्ने आजको यही हो लोकेसन त राम्रै रहेछ क्या रे अब हेरौँ अब कस्तो हुन्छ अब योमा अलिक केही थाहा त्यस्तो त केही छैन होला तर यो घर पहिला मान्छे बस्थ्यो अरे छोडेको हुन् यहाँ त यहीँ गर्नुपर्छ पक्कै बुझ्नुपर्छ अब बसौँ आज हाम्रो सुटिङ एकछिन सल्लाह गरौँ के गर्छ त्यतिर बसौँ न एकछिन के छ र अब घर पनि ठ्याक्क बरेको छ क्या रे यसो हेर्दाखेरि पनि हाम्रो च्यानललाई पनि अलि हिटाला जस्तो न खाला जस्तो छ अलि फरक नहोला जस्तो छ के त हो एकछिन त्यहाँ पारी त्यस्तो आँखा हो कि के हो सेतो कपडा देखेको को हो कि तिमीहरूले देखिरहेको किन त्यो हेरेर त्यो वाचम्यानहरू पनि हुन सक्यो यो घरको बारेमा हल्का केही बुझ्न सकिन्छ कि त्यहाँ भएको भित्र वाचम्यान आउँछु को हुन् तिमीहरू म यहाँको सेक्युरिटी गार्ड हो तिमीहरू यहाँ के गर्न आएको कति भयो तपाईँले यहाँ सेक्युरिटी गार्ड गर्नु लाग्यो 5-10 वर्ष भइसक्यो ए भाइ हामीले यहाँ उ गर्न सुटिङ गर्न दिन्छ होला फिल्म गराउन तिमीहरू यहाँ नबस यहाँ किन भाइ नराम्रो ठाउँ हो त भाइ फेरि म जाग नगर्ने ह हामी दुध भात खाया मान्छौँ यस्तो फाल्तु कुरा नगर्ने भन्ने दिनुहुन्छ कि नै तिमीहरू अब जे गर्न छ गर आफ्नो ज्यान बगाउने बाँच्न नछ भने भागिहाल्यो नत्र भने बाजा पऱ्यो फाल्तु खाया होला यहाँ गेटसम्म आइसक्यौँ अब हामीहरू भित्र पनि जानुपर्छ जानै पर्छ चुप मलाई बाहिर साथ यसलाई सम्झाउनु बाबु हिँड फेरि म फिल्म हेर च्यानलको डिआरपी गराउनु छैन क्या तँलाई कस्तो कस्तो ठाउँ रहेछ कस्तो ठाउँ छ यहाँ तिमीहरू नटर राम्रो यता हेर्न दिएको ठाउँ क्या छ यतातिर यतातिर नताल्छौ क्या होइन केटा अब यो नगरौँ पहिला हामी तयारी गरौँ कहाँ कहाँ के गर्ने अलिक पछि गरौँ मेकअप सेकअप गरेर राख्नु यिनीहरूलाई कति आत्या हेर्दाखेरि नै हाम्रो च्यानलले मार्केट खाने भयो खानेको ल अब जाउनु अब गरौँ छिटो आयो भोलि यो जर्मनी मान्छे कहाँ गयो त यहाँ 1 2 3 अब सबैलाई रोल थाहा भुत्काको रोल दिन्छु भूत यहाँ के हुन्छ अनि हिरो यताबाट जान्छ हो कि अनि केही युनिभर्सिटीको कुरा गरेर जस्तो गर्छ अनि भूत ठ्याक्क आउँछ अनि क्यामेरा एङ्गल क्यामेराम्यान ठिक छ नि क्यामेरा एङ्गल त्यो बाटो है ल ठिक छ म यताबाट आउनुपर्छ रेडी छ नि ल हामी कुरा गरेर जस्तो गर ओहो हिरोलाई चाहिँ हामीले ठिक हो रेडी बार यो भूत कहाँ गयो बे भूत कहाँ गयो के भूत भित्र आयो यता ओइ पछि पनि नपुगेको छ हेर सुन अब यो त्यो कुरा गरेर अब 10 8 को गर्दा फेरि अहिले किन भन्नु यसको कभर पनि यो धिनामलाई हामीले पैसा दिएर ल्याएर र भित्रबाट फेरि भित्र पढाउन यसको कुरामा ठिक लाग्छ है यस्तै एक बसमा पेट गरेर हान्छ अनि के भयो बाब भित्र भित्रबाट आइछ ल अब फेरि सुनदेखि गरौँ फेरि जान्छु ल यहाँ माने अब सीधा हो है हो नि सीधा आउनु अब त्यही गर्छ भाइले त साथ सबै कुछ बोल्दैन आई त्यति छ त्यो कालो कालो त्यहाँ अब आउँछ आयो के हो दाइ घुम्न आउँदै फिल्म सुटिङ भयो मैले भनेको त हुँ त यो हाम्रो भूत यही छ भन्न त्यो अघि आउनु त म त एकदम फिल्म कति छिटो कपडा दिन्छ पिसा पनि यदि ढिलोसम्म भेट्छ त्यो त उता काट के अन्त काटै रहेछ गेट पालेर भनेको सही थियो मैले भनेको दिदै तपाईले सुर्ना गरेर बाहिर बस्नु के पनि जान्ने नाम भनेन ओइ कोही छ केटा हो त्यसले हामी
गरेको जस्तो छ मलाई त डर लाग्नु लाग्छ त्यो अघि मलाई त्यो गाँठ्यो भने हेलो धामीमा यहाँ हामी एउटा ठुलो एउटा साइडको एउटा घर थियो त्यहाँ हामी फसिक्यौँ कि हामी यसो भुलको सुटिङ गर्ने भनेर आएको थियौँ हामी त्यही अस्तिकै त्यो पहिलाको ठाउँमा जुन जान्थ्यौँ नि हामी त्यही ठाउँमा आएको खासमा रियलमै भूत रहेछ क्या त्यही भएर हामीलाई अलिक गाह्रो भयो आइदिनु पऱ्यो धामीमा आइदिनु पऱ्यो हाम्रो डाइरेक्टरको कुरा लोकेसन ठ्याक्कै मैले भन्न जान्छु न धामीमा अस्ति हामी त्यो उ बाटो हामी तपाईँहरूसित हामी पनि गएको थियौँ नि त त्यतैतिर हो कि आउनु पऱ्यो हामी लास्टै नराम्रो तरिकाले फस्यौँ बहुत समस्या छिटो आउनु है भन्नै नै टोले काम गरेको केटा हो तर के गर्ने यार नयाँ दया फिल्म त हाम्रै बल्ला यो केले गर्दा हो सबै त मैले के भन्छु मैले सबै देखेरै थाहा भइसक्यो तिम्रो सब बारिस हो धाममा सके मुझे के भाग्नु भाइ यहाँ भागिहाल्यो अब यो आत्माले जे पनि गर्न सक्छ अब हामी यो आत्मालाई बोलाएर यहाँ त्यसको आत्मा शान्ति गराउनु जब गएर घरको कुना कुना क्षेत्रमा ठोकाएर भन तैँले तिमी 12 पल्ट किन सता राख्छस् थाहा छ नि तँलाई मैले 84 वटा भूत नाचे बाबु त जस्ता भूतिनीसँग त म गुच्चा खेल्दा बुझिस् बोल त पर्वत जहिले आएर नि म भूतिनीसँग लडेर दो अझै बोल्दैछु बोल्दिनुहोस् मेरो काममा बाधा हाल्छस् त यस्तै गर्छस् फेरि आइन्दा अहिले भुतिनी दिदी बजाइदिनु दिदीमा बरु नाटक गरेको थियो हाम्रो धानमा डोरी के जाला नि विषय त नाच्छ नि एकदम
किस आइहाल्छ एकता हेर मैले भने धानबा खतरा हुन्छ देखो त नाच्दै आछन् नाच्दै आछन् के भयो धनबा अहिले अब त्यो भुटिनीलाई भित्र गएर नचाइ आफ्नो जादुले हाने त्यो भुटिनीको टाउ तानी मैले यसमा त्यसलाई काबुमा लिएँ एकदम शान्त भयो यसमा छ भन्ने हामी विश्वास मान्न सक्छौँ अब यो चालचाल नगरौँ के जस्तो अब त्यो भुटिनी फेरि पनि जाग्न सक्छ त्यही भएर अब के हो नि अब यसलाई जाऊ उहाँलाई जाऊ अब आफ्नै घर बाइक खेला जाऊ बाइक गइन फेरि दोहोरी खेला जाऊ जाऊ यताबाट गइ जाऊ अब म पल्लै भयो बेटा दुई निकाले अब सुन मसँग अब भूतहरूको त्यो हुन्छ नि भूतको बाबा म हो कि नि अब म यसलाई पनि त्यस्तै गराउँछु अरू भूतलाई जस्तो गर्दै ल तिम्रो चाहिँ अहिले सुरक्षित हुनु है ल हामी बाबु अब गइजान्छौँ हामी त गइजाऊ अब लाइफमा कहिले आउने हैन पापी घरमा यो घरमा आउने हैन अब त्यो भुटिनीसँग नौटङ्गी पारेर भाग्यो आफ्नै पसिना